खाना हो खाना हिजोदेखि दिएको छैन बन्द भइसक्यो बच्चाले भात माग्छ भात छैन हजुर छोरी ब्रिटिस स्कुलमा पढ्छ मेरो भन्दा 2 महिना कान्छो बच्चा छ मेरो छोरीले खाना एउटा आमाले आफ्नो बच्चाको लागि खाना भनेर भनिराख्नु भएको छ। ए बालेन्द्र शाहज्यू, तिम्रो छोरी ब्रिटिस स्कुलमा पढ्छन्, तर एउटा महिला दिदीले भनिरहेछ मेरो छोरी चाहिँ कहाँ पढ्ने, कहाँ राख्ने मेरो छोरीलाई, म कहाँ बस्ने, एकजना महिला दिदीले चाहिँ भनिराख्नु भएको छ। 35 वर्षमा नभएको काम 35 मिनेटमा नखोजौँ, कति सजिलो है। तपाईले भन्नुभएको वाक्य एकदमै हल्का। सुकुम्बासीले चाहिँ त्यहाँ खोलामा बसेर दुर्गन्ध सहेर उहाँहरू बिरामी भए रे, त्यसकारणले त्यहाँबाट सार्नु परेको रे। एउटा व्यक्तिले एउटा सानो छाप्रो बनाउनलाई पनि कम्तीमा पनि 2 महिना 3 महिना लाग्छ भने तिमीले 2 घण्टामा त्यो सम्पूर्ण गरिबहरूको सपना घाँस बाँस कपास 2 घण्टामा तिमीले यसरी खोस्यौ। बालेन्द्र, अहिले एकजना महिला दिदी रुँदै बिलौना गर्दै सामाजिक सञ्जालमा कराइराख्नु भएको छ। सुन्नु भएको छ तपाईहरुले? रविजी र अर्को घन्टेका समर्थकहरू जति राष्ट्रिय स्वतन्त्र पार्टीहरू छ नि, 9 कुन्टल मासु खाका ग्वाम खाका तिम्रा मुखहरू छ नि, गोखाने मुख र आँखा छ नि यसो च्यातेर हेर्ने, ती महिला दिदीको चितकार कसैले सुनेको छ? यस्ता त हजारौं छन् बोल्न नसकेर मनै मनभित्र पीडा गुम्साएर राखेका। थाहा छ? तिमीलाई पाप लाग्छ। तिमीहरूको अहिले जति फुर्ती छ नि, पाइ फुर्ती देखाऊ, जति स्टनबाजी देखाऊ, जति सुकै तिमीहरूले सामाजिक सञ्जालमा आएर सकारात्मक कुरा देखाउन खोजे पनि तिमीहरू भित्रबाट खोक्रो भइसकेका छ। तिमीहरू थाहा छ? गरिबको आँसु तिमीहरूलाई लागिसकेका छ। अबको आउँदो दिन र समयहरूमा यही नेपाली जनता